साथीहरू यो माथि रहेको कुर्ताको डिजाइन चाहिँ म निकाल्दैछु, अब सिलाएर देखाउँदैछु है साथीहरू। हाई एभ्रिवान, नमस्ते सेयर सबैजना। आज चाहिँ म तपाईँहरूमाझ फेरि पनि नयाँ भिडियो ल्याइसकेको छु। सो साथी यो चाहिँ मेरो साडी हो होइन, यसबाट मैले कुर्ता चाहिँ प्लाजा सेटवाला चाहिँ कुर्ता सिलाउँदैछु है साथीहरू। कस्तो हुन्छ हजुरले हेर्न सक्नुहुनेछ। अनि साथीहरू मैले चाहिँ कुर्ताको ड्राफ्ट पनि गरिसकेँ, अनि यसलाई चाहिँ मैले अब काट्नुपर्ने हुन्छ। धमाधम मैले काट्दैछु, काटे पनि सकेँ साथीहरू। अनि मैले अब चाहिँ प्लाजाको लागि चाहिँ काट्नुपर्ने हुन्छ, त्यसलाई नि मैले धमाधम काट्दैछु। अनि यो चाहिँ माथि हिपको भाग हो होइन, अनि यसलाई चाहिँ चटचट पारेर काटिसक्यो। अनि साथीहरू चाहिँ कम्मर हो, कम्मर अलिक काटिसक्यो। अब चाहिँ म पटापट सिलाउँछु है साथी। अनि साथीहरू हजुरहरूले पनि यसरी नै घरमै बसेर साधारण एउटा मेसिन किनेर सिलाउन सक्नुहुनेछ होइन। आफ्नो लागि चाहिँ आफूले तयार गरेर लाउन सक्नुहुनेछ भन्दै होइन। हजुरहरूको माया अनि सपोर्टको कमी चाहिँ भइसकेको छ साथीहरू भन्ने मैले चाहिँ फाइनली कुर्ता पनि सेट गरिसकेँ है साथीहरू। कस्तो हजुरले माया अनि सपोर्ट गर्न सक्नुहुन्छ कमेन्ट मार्फत भन्दै आजलाई चाहिँ बाई बाई गाइज।